व्हाट्स अप ब्युटिफुल पिपल, के चाल हो गाइस? तपाईहरु सबैजना सन्चै आरामै हुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु हैन। अनि हामी चाहिँ अहिले भर्खर त्यहाँ पर हामी यसो घाँसबारीमा यसो हुन्छ टाइमलेस भिडियो बनाउने भनेर गएको थियौँ। हल्का बनायौँ हैन। धेरै चाहिँ बसेनौँ किनकि लास्ट काम भइरहेको थियो क्या, गाडी आइहाल्यो। कस्तो गाली नआएको बेला म यसो भिडियो बनाउने सोचमा थिएँ हैन। अनि टाइमलेस भिडियो बनाउनु गएको थियौँ, लास्ट घाम भयो। अनि हामीले चाहिँ 3 मिनेटको बनायौँ भने आइदिउँ। कस्तो लाग्यो तपाईहरुले कमेन्टमा भनिदिनु होला। अनि यता चाहिँ हाम्रो फुलहरु छ, कता भयो फुल? ए गाइस, तपाईहरुलाई म अब सिनेमेटिक भिडियो देखाउँछु ल। 3 2 1 गो। गाइस, हाम्रोमा अरु पनि फुलहरु त्यो सिनेमेटिक भिडियो बनाउनको लागि, तर मैले चाहिँ एउटा काम पाइसकेको छु। के भन्दाखेरि यसबाट पानी लाउनु पर्ने हामीले। उतापट्टि चाहिँ हाम्रो मोटर खोल्दिदै हुन्छ हैन। अनि खोलिसकेपछि हामीले मस्त पानी लगाइदिनु पर्ने हुन्छ यसरी फुलहरु सब्जीहरुतिर। मस्त सनसेट भइरहेछ। यो घरले चाहिँ छेलिरहेको छ सनसेटलाई। यार गाइस, क्रस फायर फुलमा पानी लगाइसकेको छु। अनि मेरो साइडमा मस्त रुँदै रहेछ हैन। अनि यसलाई चाहिँ अब हामीले लिएर राइडमा जानुपर्ने हुन्छ। त्यो मैले यसले आजकल चलाएको छैन नि त, त्यही भएर रिसाएर रुँदै रहेछ। चाहिँ हामीले अब यसलाई लिएर अब जानुपर्ने हुन्छ राइडमा। गाइज, हाम्रो घरतिर चाहिँ यसो बाटो बन्दैछ हैन। अनि देख्न सक्नुहुन्छ तपाईहरुले माटो थुपारिरहेको छ। अनि यहाँ चाहिँ हाम्रो भाइ छ। हेलो भन त। हेलो। भाइ पनि हामीसित जान्छ अरे साइकलमा चढेर। जाने? म त बेच दिन्छु नि फेरि भाइ। बुढाचोर हो ल। मेरो अनुहार त बुढाचोर जस्तो छैन। यहाँ आउ त। ओ भाइको त अगाडि टुपी छ क्या। यहाँनिर टुपी रहेछ भाइको। हे चढ जाउँ। तर म त बेचिदिन्छु भाइलाई। ल भाइलाई त अब बेचिदिन्छु। ल बेचिदिन्छु अब। गाइजहरू, हामी चाहिँ यसो चेक गर्दैछौँ बाटोको। अनि मैले चाहिँ मेरो साथीलाई भेटिसकेको छु। ऊ चाहिँ चस्मिस भइसकेको छ अहिले। चेक हुँदैछ पुरै यो बाटो कतिको बन्ने छ भनेर। तर हामीलाई मान्छेले कराउन सक्छन् किनकि भर्खर बनेको बाटो चाहिँ। ल गाइज, हामी चाहिँ यसो चस्मिस भइसकेको छौँ। म पनि चाहिँ कुदाइरहेको छु साइकल, देसी जुगाड फोन हालेर। यो बाटो पनि बनिसकेको छ त यार। ए हाम्रो गाउँको मस्त धमाधम विकास भइरहेको छ अहिले चाहिँ। अब चुनाव आउन आँटेर होला। ड्रिम बाइक गाइस, ड्रिम बाइक। भाइरल सब गाई छ हैन। हाम्रो फ्यान छन् हाम्रो गाउँतिर। ऊ अर्को राइडर भाइ आयो, राइडर भाइ। ए भाइ साइकल मागेर कुदाइदिउँ क्या? ए भाइ लिफ्ट तेरो भोलि बे। मजा गरेको है भाइ। के भन्नु अनि तेरो भोलि बे भन्दै क्या गाइज। भाइको साइकल पनि चोरिदिइसकेको छु। लु चढ भाइ पछाडि। म चाहिँ हिँडिसकेको छु भाइको धन्नु लिएर। यहाँ चाहिँ छ धन्नु। अनि पछाडि चाहिँ छ भाइ। चस्मा लगाएर मलाई सुहाउँदैन रहेछ यार। कि सुहाउँछ? कमेन्ट हानिदिनु है त गाइज। कस्तो अप्ठ्यारो भएको यार यो साइकल कुदाउनु, तर मजा आउँदैछ। चिप्लिँदो रहेछ त। भर्खर बनाएको बाटो भएर होला। यता साइडमा चाहिँ मकै बारी छ। मकै बारी दराम चाहिँ यही गाइस। यहाँबाट तपाईँले हेर्न सक्नुहुन्छ त्यहाँ मस्त भ्यू आइरहेको छ। ओ जिमी घर गएको? ए कति गोल खेल्न जान आँटेको थिएँ म चाहिँ। अनि घर लाग्दै गरेँ भाइ। अब चाहिँ हामीले यो चस्मालाई सेपमा राख्नुपर्ने हुन्छ चप्पलमाथि। अनि अब चाहिँ हाम्रो खेल्नुपर्ने हुन्छ गोल। ल गाइस, हाम्रो चाहिँ अब यो भाइको जुत्ता मलाई एकदम बबाल लाग्यो। अनि किन्न आँटेको 5 रुपियाँमा। भाइ त गाइस धनी रहेछ होइन। भाइको सुन पनि म लान्छु। देऊ न। अरे यी गर त। 50,000 को सुन। यो भाइको दाँत पनि बिग्रेको रहेछ। यस्तो गरेर सिधा पारिदिन्छु तिम्रो सुन र बुट। देऊ न मलाई। ह्यान्डसम देखिन्छ भाइ। अहिले पनि ह्यान्डसम त छ कि, र पनि केटाहरूले चोपेको तपाईँ छ। मेरो 80,000 को चप्पल देख्न सक्नुहुन्छ तपाईँहरूले। गाइस, हामीले चाहिँ फुटबल खेलिसक्यौँ। पुरै पसिना भइसकेको छौँ। अब चाहिँ हामीले लाग्दिनु पर्ने हुन्छ। हजुर हाम्रो नयाँ चस्मिस। गाइस, यो चाहिँ त्यसको अर्को दिन। र आम्मा यो गाडीहरू कति कुदेको यार। भर्खर गएको थियो उताबाट आइहाल्यो। तर गाइस आजकल अलिकति इलेक्ट्रिक गाडी धेरै कुद्न थालेको रहेछ होइन। इलेक्ट्रिकको त आवाज नआउनु पर्ने नि। जति बेलै सारा बाहिर बस्न पाएको छ नि त्यही गाडी धेरै कुद्छ। अनि त्यसकै आवाज धेरै आउँछ क्या इलेक्ट्रिक गाडीको। अहिले मैले यहाँ भ्लग बनाउनु सुरु गरेको होइन, 4वटा इलेक्ट्रिक गाडी गइसक्यो क्या यत्तिकै। अनि यो चाहिँ त्यसको अर्को दिन। र आज चाहिँ भर्खर पानी परिसकेको छ। चाहिँ ओबाइसकेको छ, पानी पर्न छोडिसक्यो होइन। अनि मैले चाहिँ भ्लग बनाएको थिएँ हिजो। अनि एडिट पनि गरिसकेँ। 4 मिनटको भएको छ। धेरै लामो त म बनाउन सक्दिनँ किनकि आजकल म अलिकति बिजी भइरहेको छु। किनकि म 10मा पुगेको छु होइन। अनि कम सानो बनाउँछु तर बनाइराख्छु भन्ने मेरो सोच छ। आजको लागि यति नै। तपाईँहरूलाई भेटौँला अर्को भ्लगमा। थ्याङ्क्स फर वाचिङ। बाई बाई गाइज। अहिले के हो खाने कुरो?